जब धम्की दिनुहुन्छ भनेदेखि त्यही धम्कीकै कारणले पनि उहाँलाई भित्र राख्नुपर्ने भयो नि। उहाँले पनि फेरि मिडिया भेट्दा बित्तिकै के बोलिरहनु भएको छ रविजीले, त्यो गरिदिनु भएन नि। त्यो गरेको कारणले झन् उहाँ चाहिँ भित्र रहनुपर्ने भयो कि, अझ भित्रै राख्नुपर्ने हुन्छ नि झन्। अब गृहमन्त्री भनिरहनु भएको छ, जनताका धेरै समस्याहरू छन्, पीडामा जनता छन्। सरकारी ठगी प्रकरणमा राष्ट्रिय जनता पार्टीका सभापति रवि लामी छन्, यतिखेर हिरासतमा हुनुहुन्छ। संसदीय छानबिन विशेष समितिको प्रतिवेदन आइसकेपछि रविजीले भन्नुभएको थियो नि त, म निर्दोष छु भन्ने कुरा समितिले भन्यो। सूर्य थापाको प्रतिवेदन पढिसकेपछि उहाँले प्रष्ट रूपमा भन्नुभएको थियो। तपाईँ के भन्नुहुन्छ? त्यो त्यही प्रतिवेदनमा छ नि, होइन? त्यो प्रतिवेदनमै अब दोषीको रूपमा चाहिँ रवि लामी छानेले सहकारीबाट पैसा लिएको, ऋण लिएको, जे लिएको भने पनि त्यो कहीँ पनि छैन। यसमा क्लियर छ, त्यो हामीले एकदम स्पष्ट, मतलब दोषी भन्ने शब्द पछि झिक्यो भनेको छ। तर अनि यो कानुनी प्रक्रियामा गएको छ, होइन? त्यो त संसदीय समिति बन्नै पर्दैन थियो। खालि रविजीले चाहिँ जाहेरी दरखास्त दर्तै हुन दिनु भएन, दर्ता हुन ल्याउनेलाई दर्ता हुन पनि नदिने, आफ्नो नाम राख्न पनि नदिने। समिति बनाउनु पर्छ, छानबिन समिति भनेर पार्लियामेन्टमा कुरा उठ्दा पनि त्यसरी समिति बनाउनु हुँदैन। यो अनुमानका भरमा केही कुरा उठ्यो भन्दैमा एकजना व्यक्तिको रूपमा उठाउनु हुन्न भनेपछि रवि आफैले के भन्नुभयो भने होइन केही छैन मलाई उठाउँ, पब्लिकली पनि बोल्नुभयो र सर्वदलीय मिटिङमा पनि बोल्नुभयो, छानबिन समिति बनाइयोस्, उहाँ चम्किनु। अनि संसदीय समिति बन्यो, संसदीय समितिले केही तथ्यहरू ल्यायो। आजका दिनसम्म यो प्रतिवेदनले भने अनुसार रवि लामी छानेले कुनै पनि सहकारीबाट रकम लिएको छैन। प्रतिवेदनले यही भन्छ। त्यो लिएको तथ्य हामीले प्राप्त गर्न सकेनौँ। यो सबै प्रतिवेदन तथ्यका आधारमा बनेको भने तथ्यले के भन्छ भने गिरफ्तार गरेर कारबाही गर्नुपर्ने अवस्था देखियो। त्यो तथ्यको आधारमा अरू चाहिँ फौजदारी अनुसन्धान भइराखेको छ, अनुसन्धान सन्तोषजनक छ भनेको छ। यो अदालतको विषयमा अब हामीले बाहिरबाट के भने, अब मुद्दा दर्तामाथि अनुसन्धान हुन्छ, अनुसन्धानबाट बाहिर राखेर हुँदाखेरि राष्ट्रिय पार्टीको माग र प्रस्ताव छ क्या, किन बाहिर राख्नु पर्यो? किन बाहिर राखेर पनि हुन्थ्यो होला, तर उहाँहरूले जुन वितण्डा गर्नुभयो नि सडकमा, त्यस कारणले बाहिर राख्न मिलेन के। अझ रविजीलाई ल्याएर सडकमा भाषण गर्नु मन थियो उहाँहरूलाई, त्यहाँबाट न्यायाधीशलाई गाली गर्न मन थियो, पुलिसलाई गाली गर्न मन थियो, अरू चाहिँ प्रमाणहरू नष्ट गर्न मन थियो, के थियो होला भन्नुहोस् न? उहाँहरूले आन्दोलन नगरे भएदेखि त्यो कुरा सहज थियो होला, सम्भव थियो होला, पुष्टि हुन्थ्यो होला उहाँहरूले भनेको कुराहरू। तर आन्दोलन गरिसकेपछि, न्यायालयलाई धम्काएपछि, न्यायाधीशलाई धम्काएपछि, पुलिसलाई धम्काएपछि, सहकारी पीडितलाई धम्काएपछि, प्रमाण नष्ट गर्ने सम्भावना भइसकेपछि, अनुसन्धान गर्दै जाँदाखेरिको अझ गम्भीर विषयहरू आएको देखेपछि, होइन, त्यहाँ सम्पत्ति शुद्धिकरण, सङ्गठित अपराध पनि जोडिसकेपछि अब चाहिँ पूर्वपक्षको लागि चाहिँ